साथीहरू नमस्कार। अहिले म बुद्ध शान्ति 4 मा रहेको बौद्ध गुम्बा परिसरबाट तपाईहरुसँग जोडिँदैछु। यो गुम्बा 1 बिघाको क्षेत्रफलमा फैलिएको छ। यस गुम्बाको संरक्षण भने पेनोर रेम्पोचे बौद्ध मार्गी समाजले गर्दै आएको छ। अब म तपाईहरुलाई गुम्बा भित्रको दृश्य अवलोकन गराउने छु। अहिले हामी मुख्य गुम्बाको भित्र प्रवेश गर्दै छौं। यो चाहिँ मुख्य गुम्बा भित्रको दृश्य हो, जहाँनेरि चाहिँ लामा लमनिहरू ज्ञान स्तर वृद्धि अध्ययन गरिरहेका छन्। यहाँ बाहिर ठूलो पण्डाल पनि लगाइएको छ। यो पण्डाल भित्र तकरिबन 700-800 जना उपासकनीहरूले यहाँ अध्ययन गर्ने गर्छन्। यहाँ देश विदेशबाट लामाहरू ज्ञान आर्जन गर्न आउनुभएका छन्। यहाँ भुटान, सिक्किम, दार्जिलिङ, काठमाडौँ, सोलुखुम्बु, रामेछाप, देशको विभिन्न जिल्लाबाट लामाहरू यहाँ अध्ययनका लागि आउनुभएका छन्। यो गुम्बाको मुख्य आर्थिक स्रोत भनेको स्वदेश तथा विदेशमा रहनुहुने बौद्ध मार्गी समुदाय साथै अन्तर्राष्ट्रिय चन्दादाताहरू रहेका छन् र पेनिर रेम्पोचे बौद्ध मार्गी समाजका सदस्यहरूमा निर्भर रहेको छ। लामाहरूलाई पनि ज्ञानको हिसाबले ठुलो सानो जस्तै गरेर विभिन्न श्रेणीमा विभाजन गरिएको हुँदोरहेछ। यो कार्यक्रम चाहिँ लामाहरूको ग्रेड वृद्धि कोर्स जस्तै रहेछ। यो गुम्बाको शिलान्यास भने पुष्पकमल दाहालको पहिलो प्रधानमन्त्री कालमा उहाँले गर्नुभएको रहेछ। साथै यसको अगाडिपट्टि बुद्ध पार्क पनि बन्दै गरेको रहेछ।